ऊ त्यो पनौती भयो होइन त्योदेखि नै पनौती भयो त्यो चाहिँ धुलीखेल भयो फाइनल हामी बनेपाबाट आयौँ होइन यो बाटो टक्क बारी यहाँ मकै बारी चाहिँ हामी गाइजहरू कम्दै गाइजहरू आएको छौँ होइन यहाँ फोटोसुट हुँदैछ म हाम्रो भर्खर हिजो एसीमा पास भयो काली है म हाम्रो बुढी गर्लफ्रेन्ड भनौँ कि बुढी भनौँ म हाम्रो भाइ मेरो बहिनी प्यारी बहिनी ए त्यसो नबोल हामीले चाहिँ यहाँ खानेकुरा टन्नै लिएर आएको छौँ खुमे बेलुका हाम्दाले होइन यो स्कुलदेखि तर्सिन्छन् हाम्रै डर फोटोसुट हुँदैछ होइन भ्यू चाहिँ बबाल छ फेरि उताको टक्क सरजीको भिआइपी लुक्स ल दुई बाइक साथ नै घुम्नु हाम्रो युट्युबमा त मेरो पनि आउनु भयो गाइज कहाँनिर त्यहाँ जाने उयो टाढो छ त्यहीँ म ठिक छु त म आइरहेको छु धुलीखेल हस्पिटल छोड्यो भने हस्पिटलको चिनो उहाँ गाइड ल्याइरहेको छन् एउटा आज लाउनु पाएँ धन्नै सेतो म भागेर ड्युटी नगएर भागेर आएँ उपस्थित हुन पाइरहेको छु तिम्रो 2-4 भन्दा यिनको पार्टी है एसीको यो आजको बिल सबै यिनले तिर्छन् यो बादल झुटो हो कहिले तर्सिन्छ कहिले गर्जिन्छ मैलाले पढा हप्पै कन्टारिन्छन् यिनीहरूले छाया हो कि माया यहाँ भ्यू टावर छ एउटा यहाँ घुम्न जान सकिन्छ यहाँ चाहिँ पनौती भयो होइन खड्पु उति देखिने भवनहरू चाहिँ पुलिस भवन बन्द गरेको भयो यता त्यहाँ गएन त्यहाँ 5 खाल जान्छ यो चाहिँ हाम्रो खावा सडक भयो पुरै पहिरो आएको यो स्कुल हो कि घर हो यो के ल के होला चाटो बनाउँदै ड्रेस लाएर ड्रेस लाउन कहाँ जानु भन्दा यसो खप्पै यसो गर्ने यस्तो गर्छ बोले खा फोटाले दुई खाइलो क्या खानु मलाई अफुन लाग्यो आज म खाउँ ए सकुन हामी काटेर खान्छौँ देऊ न चकै ओन्दी चक ल्याउन चक ल्याउन अन्ना काट्दिन्छु नि मिठो छ त्यो मिठो हैन के हो त्यस्तै साइडबाट मलाई सिकाउँछ आप खाना फेरि आप ल त्यो खाद्य खा भइगयो धन्य के चाहियो खा कोप पाल आलिकन हल्दी दिनु पर्दैन चक्कु लेख्न आछ खाना ए फस सबै माल
टक्कै कस्तो हुने कस्तो हुने के कस्तो हुन्छ कस्तो हुने देखाउन न कस्तो अनुरोध कागज कति उठ्यो दिएन बल कति ल्यायो कागज दिएर गए छे बादलहरु बादलहरु निस्क्यो तिमी खाऊ अब यो त नखाने मुन्नु नखाने पानी ल्याउ त आउन किन हात नपाल्ने हैन पानी खाने हात नपाल्ने आप खाएर पानी खानु हुन्न भने पानी खाने भन्दै तैँले बुढी निकाल्यो त्यसबाट आँप जन्मेला गाडी उखाले कस्तो हुन्छ देखेछौ भिडियो भोलि युट्युबमा आउँछ है गाई सुते पनि भिआइपी छ पुरै चस्मा सस्मा ढोकेर सुत्ने कहाँनिर भन तिम्रो हजुर सुत्ने पोजिसन भयो सुत्यौ फोटो आइदिँदा त्यही मात्रै आउँदो रहेछ मेरो निलो आकाशको